चल्दैन। तर म अहिले कर्मको कारणले गर्दाखेरि कर्मथलो चाहिँ मेरो दुबईमा छु है। र म त्यहाँनिर यसरी टिकटक चलाउँदै जाँदाखेरि है, म त्यहाँनिर लगभग मैले टिकटक चलाएको 3 वर्ष 4 वर्ष समथिङ भयो होला है। यसरी चलाउँदै जाँदाखेरि चाहिँ म पनि त्यो क्षेत्रमा भित्र पसिगएँ है। टिकटकमा पस्दाखेरि चाहिँ अनि अचम्म लाग्यो मलाई। अनि थुप्रै खालको मान्छेहरू देखेँ मैले त्यहाँनिर है। कोही रमाउने है, कोही नराम्रो बोल्ने है, अनि कोही राम्रो काम पनि गर्दै गरेको चाहिँ यसरी देखेँ है। र यहाँ के भयो भन्दाखेरि यहाँ मेरो चेली हुनुहुन्छ अन्जना राई, टिकटकबाटै चिनेको र हामी दिदीभाइ हो। हामी यसरी घुम्दै जाँदाखेरि चाहिँ अनि हामी एउटा परिवार जस्तो बन्यौँ है। परिवार जस्तो बनिँदाखेरि चाहिँ अनि त्यति बेला चाहिँ के थियो भन्दाखेरि टिकटकमा एकदम अब तपाईँहरूलाई पनि थाहा छ है, गिफ्ट हान्ने, ठुल्ठुलो गिफ्ट हान्ने, हेनतेन यताउता गर्ने ग्रुपहरू बनिन थाले। अनि त्यति बेला चाहिँ अब उहाँ नानाहरूले नै भन्नुभयो कि हाम्रो पनि एउटा ग्रुप बनाऊ न भनेर भने क्या। अनि त्यति बेला म आफै स्वयं चाहिँ यसरी बोल्थेँ। अनि मैले बोलेको कुराहरू चाहिँ उहाँलाई मन पर्थ्यो है। त्यस्तो राम्रो स्पष्ट रूपमा बोल्न नजाने तापनि मैले बोलेको मेरो बोल्ने तरिकाहरू देखेर चाहिँ ग्रुप बनाउनु भनेर चाहिँ भन्नुभयो उहाँले। भन्दाखेरि अनि मैले उहाँलाई एउटा विचार राखेँ के भन्दाखेरि चाहिँ ठिक छ, यो ग्रुप चाहिँ राम्रो कामको लागि हुनुपर्छ भने चाहिँ म चाहिँ एग्री छु है। तपाईँहरूलाई चाहिँ म लिडरसिप एउटा उयो गरेर चाहिँ हिँडाउँछु भनेर चाहिँ भन्दाखेरि चाहिँ उहाँले वाइ नट भनेर चाहिँ भन्नुभन्दाखेरि चाहिँ यो घुमन्ती ग्रुप बन्यो है। अनि घुमन्ती ग्रुप बन्नेपछि चाहिँ निकै दिन हामी रमाइलोहरू पनि गऱ्यौँ है। तर त्यो चिजहरूले मलाई असर गरेन, त्यो चिजले मलाई मनमा टच भएन है। अनि मैले यसरी हिँड्दै जाँदाखेरि त्यो एउटा लाइफमा घुम्दै जाँदाखेरि थुप्रै बिरामीहरू देखेँ। ल त हामीले अब सक्छौँ भने चाहिँ मैले मिटिङ राखेर चाहिँ हामी यस्तो बिरामीहरूलाई सहयोग गर्ने भनेर चाहिँ 20 सेप्टेम्बर 2023मा यो ग्रुपलाई मैले जन्माउनु सफल भएँ है। र उहाँहरूको साथ सपोर्टले गर्दाखेरि र अहिलेसम्म हाम्रोमा यहाँनिर सबै कुरो चाहिँ लिएको छैनौँ, तर हामीले मिनिमम पनि मेरो विचारले 30-40 जना बिरामी असहाय व्यक्तिहरूलाई हामीले चाहिँ घरमा मलमपट्टि पुर्याउन चाहिँ सफल बनेका छौँ है। र थुप्रै व्यक्तित्वहरू हुन्छ, नामहरू यहाँ भनिबस्दाखेरि ढिलो होला है। र यसरी चाहिँ हामीले टिकटक माध्यमबाट चाहिँ यसरी चाहिँ हामी जोड्यौँ है। अहिले पनि थुप्रै साथीहरू जोड्नु भएको छ। जस्तै यहाँ म तपाईँलाई एकदमै थ्याङ्क यू सो मच भन्न चाहन्छु हाम्रो शान्ति म्याम है। उहाँ जस्तो अब्बल व्यक्तित्व है। मैले बार बार भन्ने गर्छु कि म एज उहाँको अध्यक्ष भन्नु पनि मलाई पनि कता न कता त्यो मनमा हुन्छ त्यो चिज है। उहाँ कति अब्बल हुनुहुन्छ भन्ने कुरो मलाई थाहा छ, किनकि म सम्मान गर्छु व्यक्तित्वहरूलाई है। त्यसले गर्दाखेरि उहाँ जस्तो व्यक्तित्व आज हाम्रो ग्रुपमा तपाईँले दिनुभएकोमा म एकदम तपाईँहरूप्रति धन्यवाद टक्राउन चाहन्छु है। र अझै पनि हाम्रो यो कामलाई, हाम्रो पारदर्शितालाई, जुन चाहिँ हामीले यो कामहरू गऱ्यौँ, कहिल्यै पनि हामीले 1 रुपियाँ पनि बिरामीहरूको 1 रुपियाँ 4 आना पैसा पनि हामीले लिएका छैनौँ। हामी मन्थली जो विदेशमा छौँ, हामी टोटल 14 जना छौँ। विदेशमा हामी जतिजना पनि छौँ, हामीले महिनै पछि 3,000 4,000 5,000 यात्रा शक्ति हामीले हाम्रो अकाउन्टमा जम्मा गर्छौँ। हामी एनी टाइम पनि कहीँ पनि साह्रो गाह्रो परेको टाइममा हामी त्यहाँ पुगेका छौँ है। हामीले सायदै धेरै रकम दिन नसके होला, तरै पनि केही समयको लागि, उहाँलाई एउटा अक्सिजन लाउनुसम्मको लागि है, उहाँलाई एउटा दबाई खानुसम्मको लागि चाहिँ हामी त्यहाँ पुगेको हुन्छौँ। तपाईँले चिन्नुहुन्छ, यहाँ बिरु लिम्बू हुनुहुन्छ, पत्रकारिता कता यहाँ त हुनुहुन्छ। उहाँले पनि हाम्रो भर्खरै काम गर्नु भएको थियो। अनि उहाँलाई पनि हामीले सम्मान गरेको थियौँ। अनि गङ्गा लामा चिन्नुहुन्छ तपाईँहरूले है, उता काठमाडौँतिर हुनुहुन्छ, चिन्नुहुन्छ होला गङ्गा लामा तपाईँले है। उहाँले पनि हाम्रो कामहरू गरिदिनु भएको छ। तपाईँहरू जोडिन सक्नुहुन्छ। यदि तपाईँले टिकटक चलाउनुहुन्छ भने, सामाजिक माध्यममा हुनुहुन्छ भने हाम्रो अफिसियल घुमन्ती अफिसियल छ, त्यहाँ जोडिन सक्नुहुन्छ। हामी जति कामहरू गरेको छ सबै त्यहाँनिर छ है। र त्यसले गर्दाखेरि म के भन्न चाहन्छु भन्दाखेरि सामाजिक सञ्जालको माध्यमबाट हामीले रमाइलो साथसाथै केही राम्रो काम पनि गर्न सक्छौँ, जुन चाहिँ काम आज भइराखेको छ है। अनि यसमा मेरो सम्पूर्ण टिम मेम्बरहरू जति पनि 13 जना टिम मेम्बरहरू छ, सम्पूर्णलाई म यहाँबाट धन्यवाद टक्राउन चाहन्छु। साथसाथै हाम्रो कामलाई, घुमन्ती ग्रुपको कामलाई मन पराएर उहाँले विश्वास गरेर अझै थुप्रै साथीहरू छ जसको नाम भन्दाखेरि यहाँनिर धेरै समय लाग्न सक्छ। र भर्खरै मात्रै हामीसँग जोडेर यहाँनिर हाम्रो घर भन्ने पनि एउटा टिकटक लाइफमा एउटा ग्रुप बनाउनु भएको छ। अनि म कुन चाहिँ एङ्गलले चाहिँ म भारतीय हो भन्न रुचाउँछु हो। मेरो नागरिकता भारतको छ, मेरो भोटर आइडी, मेरो आधार कार्ड सबै मेरो भारतको छ, इन्डियाको छ। तर पनि मेरो भाषै नेपाली, मेरो संस्कृति नेपाली। आज त मैले नेपाली किन लगाएँ? म आफूलाई गर्व किन गर्छु? किनकि हामी नेपाली। तर यहाँ
थुप्रै चिजहरू छ। म टिकटक लाइभहरू पनि देख्छु। कतिजना मान्छेले दार्जिलिङ भनेको यो हो, इन्डिया हो है, नेपाल भनेको अलग हो, तर त्यो कहिले पनि कदापि पनि होइन। किन यदि म इन्डियन प्रोपर इन्डियन हो भने किन मेरो भाषा चाहिँ नेपाली भयो होइन? मेरो संस्कृति नेपालमा दसैँ मनाउँदाखेरि किन हामी पनि दसैँ मनाउँछौँ? नेपालको मान्छेले दौरा सुरुवाल लाउँदा किन मैले पनि लाउँछु भन्ने मेरो उहाँहरूलाई प्रश्न है। त्यसले गर्दाखेरि म दार्जिलिङको मान्छे भएर पनि अघि शान्तिमानले भन्नुभएको थियो 13जना टिम मेम्बरहरू चाहिँ नेपालबाट हुनुहुन्छ अनि म एकजना दार्जिलिङबाट छु। तरै पनि मेरो माया मेरो नेपाली दाजुभाइ, मेरो नेपाली बाउ आमा, मेरो सबै अग्रजहरूप्रति भन्न चाहन्छु। र म यो के पनि भन्न चाहन्छु भन्दाखेरि म दार्जिलिङमा हुर्के तापनि है नेपालको माया धेरै भन्दा धेरै छ। कतिवटा त्यो चिजहरू बोल्ने मेरो मनमा हुँदै पनि मैले बोलिराख्न सकेको छैन। र म सम्पूर्ण जो जति पनि यहाँनिर पत्रकारितादेखि लिएर अग्रज व्यक्तित्वहरू हुन्छ, तपाईँहरूको कुराहरू सुन्दा मलाई पनि कता न कता मिठो हाम्रो यहाँ सरले बोलिराख्नु भएको थियो त्यो कुराहरू सुन्दा मलाई एकदमै उत्साह मिलेको छ। तपाईँहरूको जुन चाहिँ जोस जागर, जुन चाहिँ आशीर्वाद मैले पाऊँ है। अझै पनि म हाम्रो कविन्द्र सर जस्तो व्यक्तित्वहरू थुप्रै छन् हाम्रो नेपालमा मात्रै नभएर देश विदेशमा छोडेर बस्नु भएको छ, उहाँहरूलाई पनि सहयोग गर्न सकौँ है। र